साथीहरू अब चाहिँ म यो भित्ता लिप्छु, पिरारीहरू लिप्छु। अब दसैँ लाग्यो साथीहरू, अब यो साफसफाइ गर्नुपर्छ। हेर्नु होला अब म यो मुस्छु भित्तालाई। तपाईँहरूलाई म एकछिनमा देखाउँछु ल भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु पछि होइन। साथीहरू मैले चाहिँ यो लिपेर सिनिक्कै पारेँ। यहाँ चाहिँ लिपिसकेँ त, अब यहाँको बारी छ। यहाँ कटन चाहिँ 2.5 साथीहरू वरिपरि अरू लिप्नु छ। यो त बल्ल एउटा मात्रै खतम भयो। साथीहरू मैले चाहिँ यहाँ हेर्नुहोस् पुरा लिपिसकेँ। पछिदेखि देखाउँछु नि त होइन। यहाँ लिपिसकेँ, अरू यो भित्ता पुरै लिपेँ, अनि त्यसपछि यो भित्ता पुरै लिपिसकेँ, भित्ता पिराली। अनि देखाउँछु तपाईँहरूलाई म अरू कुन लिपेँ भन्दा, यहाँ यो भित्ता पनि लिपेँ, यो भित्ता पनि लिपिसकेँ। अनि यहाँ चौका, यो चौका पनि एकदम क्लिन गरेको छु साथीहरू। त्यो टोकरीमा अनि यहाँ बकेटमा कुखुरा अथरा बसेको छ साथीहरू। एउटै यहाँ छ, माउ निस्केको रहेछ कुखुराको। यहाँ हेर्नु साथीहरू मैले लिपेर एकदम सिनिक्कै पारेको छु चौका। यहाँ हेर्नु सक्नुहुन्छ। त्यसपछि भित्ता लिपिहालेँ। अनि यो भित्ता 3टा स्टेप छ त, माथि उठ्नु सकेन क्या साथीहरू। अनि यो 2 स्टेप लिपेँ। त्यसपछि यहाँ पुरा उयो भएको थियो, बालु, यो पुरा बालु माटी भएको थियो त। अनि यो पनि पुरा सफा गरेको यहाँतिर। अनि यहाँ पनि लिपेको छु पेटी, यहाँ पनि पेटी लिपेको छु। त्यसपछि यहाँतिर अरू यहाँ साथीहरू लिपेर कम्प्लिट खत्तम लिपेर सकेँ है। लिपि पनि सकेँ, सफा पनि गरेँ, झाडुहरू पनि लगाएँ।